हजुर के गइहाल्नुहुन्छ नि हामीलाई मिस गर्नु चाहिँ किन म फेरि आउँछु मिस गर्नु चाहिँ किन मलाई मिस गरिहाल्छु नि ल सबभन्दा सबभन्दा धेरै छेत्रीले मलाई छेत्रीले खानेकुरा बनाएर दिनुहुन्थ्यो मिठो हैन मिठो मिठो खानेकुराहरू दिनुहुन्थ्यो सबैलाई आउँदै देख्न सकिन्छ हाम्रो देउ रे शीतलापुर होला के ये भैंस है ल हामी जानलाई ल आइजौँ हामी चाहिँ निस्किन लाग्यो ल ल भिडियो चाहिँ त्यति लामो आउने तर जति हुन्छ सर्ट भिडियो हजुरहरूलाई हजुरहरूसँग ल्याउनेछौँ सो हामी चाहिँ यति धेरै जान लाग्यो साथीहरू आज साथीहरू 3 ग्रुप चाहिँ उतादेखि निस्किसक्यो अनि हामी चाहिँ यता हाम्रो गोर्खा स्कुल साथीहरू हामी चाहिँ यतादेखि आयौँ अरूहरू चाहिँ उतादेखि गइसक्यो ल अब भिडियो चाहिँ छोटो मिठो हुनसक्छ थोरै राखिदिन्छु हजुरहरूले माया गरिदिनु होला फाइनल्ली हाम्रो होमस्टे पुगिसक्यौँ गोठाला होमस्टे हाम्रो भाइहरू पनि पछाडि पछाडि आउँदै हुन्छ मेरो फ्रेन्डहरू ल जाऊ के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ रितुवाले ब्लग हो कि मेरो वेलकम टु माई ब्लग वेलकम टु माई ब्लग हामी चाहिँ फाइनली साथीहरू आइपुगिसक्यौँ यहाँ चाहिँ अब थर्ड टाइम हो म आएको चाहिँ गरौँ बाबु तपाईँहरू फर्स्ट टाइम हो न दिस इज माई फर्स्ट टाइम दिस इज माई थर्ड टाइम थर्ड टाइम हो है यो चाहिँ हाम्रो हजुर के गइहाल्नुहुन्छ नि हामीलाई मिस गर्नु चाहिँ किन म फेरि आउँछु मिस गर्नु चाहिँ किन मलाई मिस गरिहाल्छु नि ल सबभन्दा धेरै छेत्रीले मलाई छेत्रीले खानेकुरा बनाएर दिनुहुन्थ्यो मिठो हैन मिठो मिठो खानेकुराहरू दिनुहुन्थ्यो कहिले आउँछ अब हजुर 3 इयर्स पछि हामी पनि गइहाल्छौँ भयो त्यति बेलासम्म त हामी बुढी हुन्छौँ त्यस्तो भन्नुहुन्न मान्छे अमर हो भ्रमरले बनाएको यो ज्यान भ्रमरले भगवानले बनाएको तपाईँलाई लाग्छ हामी विदेश गइहाल्छौँ त्यति बेलासम्म त म त्यही आउँछु नि हाम्रो यहाँको गोठालोको ओनर हाम्रो दाइ हामी खाना बस्यौँ है ल यस्तो फोटो भिडियो बनाएर एकदम धेरै सुत्ने रे ल हिँड नि त ल हामी चाहिँ अब खाना यस्तो नास्ता खाएर यस्तो फेरि भिडियो सिडियो बनाउनु जान्छौँ ल गाइजहरू आयो ल खानुहोस् हजुर मेरो चाहिँ फेभरेट डिस है यो कस्तो छ टेस्ट यस्तो बवाल छ होइन तपाईँ खान्न भनेको नि भिडियो गराइदिनुहोस् ल होइन खान्छु भन्नुहुँदैन एकदम बिगेस्ट उसमा पर्छ कि डिसमा पर्छ है यो चाहिँ एकदम मिठोवाला अनि त्यसपछि ढिक्री सोच्यो भन्दा एकदम साँच्चीकै धेरै रमाइलो यसो त्यहाँबाट हो क्या त्यहाँबाट कस्तो खाना पनि नआउने कि यार 2 ग्लास मात्रै खान्थ्यौ क्या जाँदैछौँ है आज चाहिँ सक्यो हाम्रो भिडियो लाइक एन्ड सब्सक्राइब गर्नु होला बेल आइकन चाहिँ दाब्नु होला अनि कमेन्टमा चाहिँ तपाईँलाई कस्तो लाग्यो हाम्रो भिडियो चाहिँ त्यो कमेन्टमा लेख्नु होला है ल हस् त नमस्ते